साथीहरु अर्गानिक आयो। अब तरकारी अर्गानिक खानुपर्छ के हैन। यो अर्गानिक हो। ठ्याक्कै आफ्नो बारीमा यो आफूले लगाएको फलेको भइदिया भए यो छाता ओड्नै मिल्ने के हेर्नु न। छाता ओड्नै मिल्ने छ। यो आफ्नो बारीमा फलेको भइदिया भए हामीलाई यो खान हुन्थेन, राम्रो हुन्थेन के। किनभने अब पैसा पर्या चिज हो नि त। यो पनि खानुपर्छ। आफ्नो बारीमा ल्याएर रोपेपछि फेरि त्यो मेहनत थाहा पाइन्न। अनि त्यो यताउता मलजल गरेको त थाहा हुन्न के मान्छेलाई। मान्छेको भुल्ने बानी हुन्छ नि त। आफ्नो भन्छन् नि उखान झुटो कहाँ हुन्छ र। आफ्नो आङमा भैँसिन्या नदेख्ने अरूको आङमा जुम्रा हो कि के भने जस्तै के। अब अरूको देखेपछि त जे पनि राम्रै हुने होइन। ल हजुर अर्गानिक अब अहिले यति छ। गराम भने कति होला हैन। ठिकै छ। यो हजुरहरूले सबैले बुझेकै कुरा हो, थाहा भएकै कुरा हो। धन्न हाम्रो दिदीबहिनीहरूले फलाइदिनु भयो, मेहनत गरिदिनु भयो र खान चाहिँ भछ। जे होस् अब आज दिउँसोको खाजा मैले त यो साग र पिठो पनि टनक्कै छ हैन। अलि धेरै नै छ। यो रोटी मैले खाने खाजा के साग र रोटी मलाई खान मन लाग्यो। दुईजनामा नि कन्सेप्ट भिन्दा भिन्दै छ के हुने के। हाम्रो फेरि पेट दुखेको बिरामी हुनुहुन्छ सरजी। अनि उहाँले चाहिँ पेट दुखेको उपचार खाजा यही खानुहुने भयो। मैले चाहिँ यो र रोटी खाने भएँ। उहाँले मलाई गर्नुहुने भयो नि। उहाँले मिठो खानुहुने भयो, मैले नमिठो, बर्बादै भयो। ल यही हजुर। अरू बाँकी फेरि बिस्तारै कुरा गरौँला, भेटमा विस्तार गरौँला। हस् त धन्यवाद।